प्रश्न नंबर 1, तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ बी र दोस्रो चित्रमा रहेको छ राम। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ बिराम। प्रश्न नम्बर 2, तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ दिल र दोस्रो चित्रमा रहेको छ पा। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ दिलपा। प्रश्न नम्बर 3, तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ स र दोस्रो चित्रमा रहेको छ मुन्द्रा। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ समुद्र। प्रश्न नम्बर 4, तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ पी, दोस्रो चित्रमा रहेको छ रात र तेस्रो चित्रमा रहेको छ टी। तीनैवटा चित्रहरू मिलाएर एउटा केटीको नाम बन्छ प्रीति। तपाईको गेस सही थियो भने भिडियोलाई लाइक गरिदिनु होला। प्रश्न नम्बर 5, तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ आर र दोस्रो चित्रमा रहेको छ जीप। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ आरजीप। प्रश्न नम्बर 6, तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ अप र दोस्रो चित्रमा रहेको छ सरा। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ अप्सरा। प्रश्न नम्बर 7, तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ प्रा र दोस्रो चित्रमा रहेको छ मास। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ प्रमास। प्रश्न नम्बर 8, तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ सिमी र दोस्रो चित्रमा रहेको छ मिता। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ सिमिता। प्रश्न नम्बर 9, तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ बादल र दोस्रो चित्रमा रहेको छ राई। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ बादल राई। प्रश्न नम्बर 10, तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ जुन र दोस्रो चित्रमा रहेको छ किरी। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ जुनकिरी। 10 वटा प्रश्नहरू मध्ये तपाईले कतिवटा प्रश्नहरूको उत्तर गेस गर्नुभएको थियो तल कमेन्टमा लेख्नुहोला।